वेलकम टु माई मिनी ब्लग। आज चाहिँ मेरो डे अफ। म भर्खर 12:30 बजे 12:30 भन्दा पनि 12:23 भएको छ। म भर्खर मात्रै उठ्दैछु। स्पेसली आज चाहिँ मलाई छिटो उठ्नु थियो। झन् छिटो उठेर सबै काम सकेर पूजा गरेर म बाहिर निस्किन्छु भनेको थिएँ, तर आज पनि उठ्दा उठ्दै यस्तै भइहाल्यो होइन। त्यो पनि केही छैन, आज शिवरात्रि। सो म उठेर अब रुम सफा गरेर मेरो सानो मन्दिर जुन छ, जसरी म बनाएको छु एउटा रुम होइन, विदेशको ठाउँ स्थित हो, त्यो मन्दिर पनि राम्रोसँग सफा गरेर म चाहिँ पूजा गर्छु। ल अहिले एकछिन भेटौँ है त। मलाई के होइन, यो बेड कभर चेन्ज गर्नु यति साह्रो अल्छी लाग्छ होइन। त्योमाथि मेरो बेड यति ठुलो छ कि अनि मलाई कस्तो झ्याउ लाग्छ कि यो काम चाहिँ मलाई गर्नै नपर्ने हुन्छ नि जस्तो फिल हुन्छ। त्यही पनि के गर्नु है। आज चाहिँ फाइनली धेरै दिनपछि मेरो प्लान्टहरूले पनि पानी पाउने भयो। यो त कस्तो राम्रो भएछ। यो चाहिँ मऱ्यो, यो चाहिँ मैले सबै निकालेर सफा गर्नुपर्ने छ। आज मेरो यति धेरै काम छ, माई गड, यति धेरै फुरो भएको छ। कति भइसक्यो राम्रोसँग सफा नगरे। मसँग यति धेरै ब्यागको कलेक्सनहरू छ होइन, तर मलाई ब्यागहरू चाहिँ त्यसरी बोकेर हिँड्नुभन्दा पनि मलाई सजाउनु मनपर्छ। पूजा गरेर मात्रै मार्केट जान्छु भन्ने सोचिरहेको थिएँ, तर मार्केट नगइकन पूजा गर्नै पाएन। सबै सामान सकिएको रहेछ। पहिला मार्केट गएर अनि आइसकेर मात्रै पूजा गर्न पाउँछ। अनि त्यस पछाडि मैले होइन खासै क्रिमहरू कुनै पनि युज गर्दिनँ। म एउटा सनस्क्रिन मात्रै लगाउँछु। मलाई चाहिँ यो सनस्क्रिन एकदमै मनपर्छ, एकदम राम्रो पनि लाग्छ। म यो चाहिँ नेपाल जाँदाखेरि सेप्टेम्बरमा किनेको थिएँ, स्टिल मात्रै युज गरिरहेको छु होइन। टिकाउ पनि हुने अनि एकदम राम्रो पनि के, एकदम मन परेको मलाई चाहिँ। पोर्चुगलको वेदर अब राम्रो होला जस्तो छ। आज त एकदम घाम लागेको रहेछ। कति दिनपछि मैले घाम देख्नु पाएको होइन। वा, बल्ल वेदर एकदम खुल्ला मतलब हुन्छ नि, उज्यालो टाइपको देख्नु पाएँ। तर पानी परे जस्तो फिल भयो हल्का हल्का। सो गाइज, म चाहिँ जाँदैछु। आउँछ नि कुर्ता लगाएर। मलाई एकदम मनपर्छ कि कुर्ता लगाउनु होइन, तर कहिले पनि त्यो अकेजन पाउँदैन कुर्ता लगाएर हिँड्नु। अब घरमा बस्दा लगाउने कुरा भएन, बाहिर अब काममा जाँदा आउँदा अलिकति अड फिल हुन्छ। तर आज चाहिँ मैले लगाएँ। यस्तै होइन गाइस। अहिले भर्खरै वेदर राम्रो भयो, घाम लाग्यो भनेर खुसी भएको कि पानी पर्न लागिसक्यो। ए भगवान्, यो पोर्चुगलको वेदर यस्तो छ। पूजा चाहिँ गरेँ जसोतसो, मसँग जे छ होइन, म जसरी सकेँ म त्यसरी चाहिँ पूजा गरेँ। एक्चुअली पूजा गर्नु नै पर्छ भन्ने पनि छैन। मन सफा राख्नुहोस्, मनदेखि भगवान् मान्नुहोस्, त्यो नै इनफ हुन्छ। तर मलाई चाहिँ पूजा गर्नु मनपर्छ। मैले त्यही भएर पनि सानो मन्दिर रुममा राखेको थिएँ। सो आज पनि यति नै हो। म मेरो दिनको सुरुवात आज यसरी गरेर शिवरात्रि, अनि सबैभन्दा राम्रो दिन त आज मेरो छुट्टी, शिवरात्रिको दिन। So thank you so much for watching. Bye bye.